सुनिता डंगोल अहिले विवादको घेरामा परेकी छिन्। सुरुवाती चरणमा मेयर बालेनसँग मिलेर काम गरेकी सुनिता युवाहरूको आइडल समेत हुन्। तर एमालेको 11 गतेको लोकतन्त्र दिवस विशेष युवा उत्सवमा बोलेको अभिव्यक्ति अहिले निकै विवादित बनेको छ। आज हामी सुनिता डंगोलले बालेनसँगको रिस एमाले सभामा पोख्दा आफ्नो अभिव्यक्ति आफैलाई भारी हुनुको सार बाहिर ल्याउनेछौं। श्रृंखला नम्बर 1, स्वतन्त्र मेयर उठ्न खोज्दा एमालेले उपमेयरमा ठाउँ दिएपछि काठमाडौँबाट मेयर उठ्ने घोषणा गरेकी मिस नेवा 2011 की विजेता सुनिता डंगोललाई एमालेले सो समयमा उपमेयरको टिकट दियो। केशव विस्थापित पराजित हुँदै गर्दा स्वतन्त्र मेयर बालेन शाहसँग एमालेबाट सुनिता डंगोलले भारी मतका साथ उपमेयरमा विजय हासिल गरिन्। बालेन शाहलाई गीत गाउन बोलाउने बताएकी डंगोलले अन्ततः उनै बालेन शाहको नेतृत्वमा काम गर्न पर्ने अवस्था बन्यो। उपमेयरको रूपमा सुरुवाती समयमा बालेनसँग निकै जमेकी सुनिता प्राय दुवैजना सँगै कार्यक्रमतिर पनि निस्कन्थे। बालेनको हरेक निर्णयलाई मौन रूपमा सुनिताले पनि समर्थन जनाउँदै आएकी थिइन्। उपमेयरकै भरपूर साथ पाएका बालेनले पनि प्राय सार्वजनिक कार्यक्रमहरूमा आफूले नभ्याउँदा सुनितालाई नै पठाउन थाले। धेरैले मेयर उपमेयरको मिलनलाई प्रशंसा पनि गर्थे। पार्टीबाट निर्वाचित भएपछि बालेनको गतिविधिमा साथ दिँदै अगाडि बढेकी सुनिताले टुकुचा खोला पहिलेकै अवस्थामा ल्याउने अभियानमा समेत सँगै पुगेर साथ दिएकी थिइन्। झण्डै 3 वर्षसम्म मिलेको सुनिता र बालेन बीच एकाएक फाटो आउन संकेत देखिन थाल्यो। श्रृंखला नम्बर 2, सुनिता र बालेन बीचको सम्बन्धमा आकस्मिक दरार। बालेन पछिल्लो केही समय यता सार्वजनिक कार्यक्रमहरूमा त्यति देखिने गर्दैनथे। अझ प्रधानमन्त्री केपी शर्मा ओली जाने क्रममा त उनी सहभागी नै हुँदैनन्। सिंहदरबार जलाइदिने धम्की फेसबुकबाट नै दिएपछि सुनिता डंगोल एकाएक बालेनसँग रिसाएकी थिइन्। बालेनले उक्त स्ट्याटस लेख्दा एमाले माओवादीको गठबन्धन सरकार चलिरहेको थियो। पारिवारिक समस्यालाई लिएर बालेन भने राज्यमाथि आक्रामक थिए। अझ राजधानीको फोहोर नउठ्दै गर्दाखेरि सरकारले समेत प्रभावकारी भूमिका नखेलेको भनेपछि उनले निरन्तर आक्रोश पनि सरकारमाथि नै पोखिरहेका थिए, जुन विषय उपमेयर डंगोललाई पटक्कै मन परेको थिएन। बालेन एक्लै काम गर्न थाले र मिडियाले पनि बालेनलाई बढी जोड दिएर अगाडि बढ्न थालेपछि सुनिता क्रोशित बन्न थालेकी थिइन्। डंगोल पार्टीबाट उपमेयर भएकै कारण पनि काठमाडौँ महानगरपालिका भरि रहेका आफ्ना दलका जनप्रतिनिधिलाई सम्झाउनतिरै लाग्ने गर्थिन्। उनी आफै पनि पार्टीको घेराबन्दीमा परिन्। उनी बिस्तारै पार्टीतिर बढी फोकस हुन थालेपछि केही मनमुटाव सुरु भयो। श्रृंखला नम्बर 3, फेसबुक स्ट्याटसले टुटायो बालेन सुनिताको सुमधुर सम्बन्ध। बालेनले पटक पटक एमालेको गलत गतिविधिलाई बाहिर ल्याउन थालेपछि सुनिता डंगोललाई पार्टीबाट नै दबाव खेप्न पर्ने अवस्था सृजना भएको छ। डंगोललाई पटक पटक पार्टीका ठूला नेताहरूले नै बालेनलाई सम्झाउन अनुरोध गरिरहेका छन्, तर सुनिताको कुरा बालेनले सुन्नै छाडेका छन्। हरेक काम र बैठकमै उपमेयरको असहयोग भएको महसुस बालेनले गर्न थाले। कतिपय बैठकमा बालेनको बोली नै बन्द गरेकी थिइन् सुनिताले। उता बालेन पनि के कम सुनितालाई काउन्टर दिने गरी पछिल्लो समय पटक पटक एमाले विरोधी नै गतिविधि चलाइरहेको खुल्ला आएको छ। बालेनले अहिले ओलीलाई देखि सहँदैनन्, जुन कुरा सुनिता डंगोललाई पटक्कै मन पर्दैन। सुनितालाई साथमा लिएर हिँड्न छाडेपछि सम्बन्धमा रातारात पुरै फाटो आउन थालेको हो। हुँदाहुँदै विभिन्न कार्यक्रममा बालेनलाई बोलाउँदा सुनिता नजाने सम्म पनि हुन थालेको बुझिएको छ। फेसबुकमा बालेन लेख्न नछाड्ने भने सुनितालाई पार्टी भित्रै सहन गाह्रो भइसकेको थियो। श्रृंखला नम्बर 4, बालेनसँगको कुण्ठा एमालेको युवा उत्सवमा पोखियो सुनिताबाट। बालेनसँग वार्की पार अवस्थामा रहेकी सुनिता डंगोलले काठमाडौँको पुरानो बस पार्कमा अनधिकृत नक्सा पास गरेर भ्रष्टाचार मुद्दा खेपिरहेका निलम्बित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई जबरजस्ती कार्यालय छिराइन्। नगर प्रहरीले रोक्न अथवा प्रयास गर्दा पनि कार्यालयको सिसा नै फुटाएर प्रवेश गराएर डंगोल थप विवादमा आएकी थिइन्। जुन दिन बालेन भने भ्याली बाहिर गएका थिए, तर नगर प्रहरीले नै रोक्न लागेपछि डंगोल आफै पुगेर हस्तक्षेप गरेपछि घटनाले अर्को रूप लिएको थियो। बालेन भने रमाइलोतिर लागेका थिए। मौन रहेका बालेन काठमाडौँ फर्कने बित्तिकै नगरसभा डाक्ने तयारीमा रहे र डाके, तर जनप्रतिनिधिले बालेनको बैठक नै बहिष्कार गर्न थाले। बालेनले बैठक नहुनुको कारण नै बाहिर ल्याए र पार्टीका नेताहरूको नाममा खुलेका एनजीओहरूका लागि बजेट मागेको, तर आफूले दलको संस्थाबाट बजेट नदिएको समेत खुलाएका छन्। सोही समयदेखि झन सुनिता बालेनको मुख समेत नहेर्ने अवस्थामा पुगिसकेकी थिइन्। उनले आफ्नो कुण्ठा पोख्ने ठाउँ भने कुरिरहेकी थिइन्। एकाएक एमालेले लोकतन्त्र दिवसकै अवसरमा वैशाख 11 गते पारेर प्रधानमन्त्री सहित 40 वर्ष मुनिका युवाहरूलाई सडकमा ल्याएर
बोल्ने मौका दियो। त्यही बीचमा डंगोलले बालेनलाई नै लक्षित गरेर सत्तो सराप गरेकी थिइन्। उनले स्टन्टबाजी गर्ने र अनेकौं नाटक गर्नेमा आफू नरहेको भन्दै कुण्ठा पोखेकी हुन्। सुनिताको बालेन लक्षित भाषणमा भनिएको छ, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्दै बन्दैन। स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। सुनितालाई अहिले आफ्नै भाषण सबैभन्दा भारी भएको छ। उनले बोलेका शब्द अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। उनीमाथि युवाहरू खनिएका देखिन्छन्। युवा जगाउन पुगेकी सुनिता युवाकै आक्रमणमा परेपछि अब उनका आगामी यात्रा कस्तो रहला भन्ने दोधारियता थप बढेको छ।